आजको सुसेलीको बिहानीलाई हामीले कविसँगको बसाईको बिहानी बनाएका छौं। कवि स्वप्निल बराल हाम्रो साथमा हुनुहुन्छ। उहाँको नयाँ कविता संग्रह छ हाम्रो साथमा, हिडन फ्याक्ट्स उहाँको कविता संग्रहको नाम हो। उहाँले अमेरिकामा लगेर हाम्रा सुनाखरीका बोटहरूलाई पनि अमेरिकाका डिलहरूमा सजाउनु भएको छ र अमेरिकाबाट पनि केही अनुभूतिहरू ल्याएर हिडन फ्याक्ट्स भित्र समेट्नु भएको छ, यसरी हामीलाई दिनुभएको छ। पुनः कवि स्वप्निल बराललाई म स्वागत गर्छु। अब यहाँले विज्ञानको विद्यार्थी भएर पनि यस्ता मजबुत कविताहरू लेख्नुभयो, विज्ञानका विषय र क्षेत्रलाई पनि कवितामा मिसाइदिनु भयो, जसले गर्दा यहाँका कविताहरू शक्तिशाली हुन सके। साहित्यकै विद्यार्थी बनेर लेख्नु भएको भए यहाँका कविताहरू कस्ता हुन्थ्यो होला, कुनै कल्पना गर्नु भएको छ यहाँले? मैले आफूलाई औपचारिक रूपमा साहित्य नपढे पनि साहित्यको विद्यार्थी नै ठानेको छु। किनभनेदेखि मैले अब साहित्यका सिद्धान्तहरू घरमा अब ड्याडीले पढाउँदाखेरि ड्याडीसँग हामी घरमा हुने कुराकानी भनेकै साहित्य हो, सङ्गीत हो। त्यसरी मैले कति कुरा सिकेको छु। अनि मैले लक्ष्मीप्रसाद देवकोटा, भुपी शेरचनका कविताहरू पढेँ होइन, अनि वासुदेव त्रिपाठीले गर्नुभएको समालोचना पढेँ। त्यो पढेर मैले साहित्यमा मलाई यति इन्ट्रेस्ट बढ्दै गयो कि मैले साहित्यिक कृतिहरू पनि उतै गए पछाडि पनि धेरै पढेँ, नेपाली साहित्यिक कृतिहरू। अब मैले साहित्य मात्रै पढेर विज्ञानलाई नलिएर साहित्य मात्र गरेर कविता लेखेका भए कस्तो हुन्थ्यो भन्नुहुन्छ भनेदेखि मेरा कवितामा वैज्ञानिक सत्यता भएका कुराहरू अलिक कम आउँथ्यो। भनेपछि यस्तो हुन्थ्यो होला, विज्ञान त बढी यथार्थ हो, हजुर, साहित्य आदर्श पनि छ, यथार्थ पनि अलिअलि छ, तर बढी आदर्शै छ नि त। त्यसकारण यहाँका कविताहरू अझै शक्तिशाली भयो नि, किन यथार्थ पसियो, विज्ञानले त यथार्थ बोल्छ नि त। हजुर हो, साहित्यमा भावको प्राधान्य हुनु आवश्यक छ। अब त्यो यथार्थलाई पनि भावात्मक रूपमा प्रस्तुत गर्नु जरुरी छ। अब त्यसरी गर्न नसकेको खण्डमा बढी यथार्थ र बढी विचार आयो भनेदेखि कविता त्यति शक्तिशाली हुन्छ जस्तो पनि मलाई लाग्दैन। फेरि अब यहाँले यो सोचाइ हिडन फ्याक्ट्स नेपाल जान्छु त्यस पछाडि सार्वजनिक गरेरै आउँछु भन्ने सोचेरै आउनुभयो, अथवा योजना थियो, के थियो, अब किताब चाहिँ निकालेरै आउनु पर्यो अथवा अमेरिकामै पछि निकालौँला भन्ने के सोच्दै हुनुहुन्थ्यो, अथवा अकस्मात सोचेर बनाउनु भयो? होइन, यसको खास नेपालमा भन्दा पहिला अमेरिकामा एकचोटि विमोचन मैले गरिसकेको थिएँ, उतैबाट प्रकाशन गरेर। हजुर, यो नेपालको पब्लिकेसनले छापेको हो। छाप्न चाहिँ यतै छापियो, लिएर उता जानुभयो? हजुर, उता अथवा उता पठाइयो यहाँबाट? यहाँबाट पठाइयो। अनि उता हाम्रो ड्यालस काउन्टी कम्युनिटी कलेज डिस्ट्रिक्टको चान्सलरले यसमा भूमिका लेखिदिनु भएको छ, उताकै प्रोफेसरले प्रुफरिड गरिदिनु भएको हो। अनि कलेजले नै एउटा वातावरण बनाएर उता विमोचन भन्दा पनि बुक साइनिङ भन्दो रहेछ। हजुर हजुर, त्यो बुक साइनिङ कार्यक्रम हामीले गरेका हौँ। अनि त्यो गरिसके पछाडि अनि नेपाल आएर यस्तो कार्यक्रम गर्ने सुरुमा त्यस्तो उता थिएन होइन, पछि आएको बेला गरिहालौँ भनेर गरेको हो। छोटो बसाइ भयो यहाँको नेपाल? हजुर, 45 दिनको भयो। त्यो अब जन्मभूमिमा त्यति बस्नु भनेको छोटै जस्तो भयो। हजुर, तर यो किताबको सार्वजनिकीकरण समारोह अथवा यता त्यता प्रचारका कुराहरू चाहिँ अलिकति छोटै भयो जस्तो महसुस गरेँ मैले आफूले। हो, त्यो महसुस हामीले पनि गरेका हौँ। यो 1 हप्ता जतिकै उसमा हतारमा भएको कार्यक्रम। तपाईँको यो किताब हिडन फ्याक्ट्स कविता संग्रह सार्वजनिक भइसकेपछि यहाँका विद्वान समालोचकहरूले यसलाई हेरेर विशेष गरी अंग्रेजी विषयलाई प्राध्यापन गरिरहनु भएका समालोचकहरूसँग पनि यहाँको निकट सम्बन्ध रह्यो होला, के भन्नुभयो उहाँहरूले? होइन, उहाँहरूले प्रोत्साहन दिनुभएको छ। सुरुमा यो पहिलो कृति भएको हुनाले यसमा खारिनु त अवश्य पनि आवश्यक छ, त्यो मैले आफै पनि बुझ्नुपर्ने कुरा हो। उहाँहरूले त्यो कुरा औल्याउँदै यसमा भएका राम्रा कुराहरूलाई प्रकाश पार्दै मलाई प्रोत्साहन दिनुभएको छ। नेपाली भाषामा पनि यहाँ कविता त लेख्नुहुन्छ? मैले नेपाली भाषामा पनि कविता लेख्छु, मैले गीतहरू पनि लेख्छु। मेरो 3-4वटा गीतहरू पनि रेकर्ड भएका छन्। अमेरिकामा बसेर पनि नेपाली भाषामा गीतहरू त लेख्नु भएको छ होला? हजुर, लेखेको छु, तर पहिले भन्दा अहिले अलिक कम भयो। कसरी भयो भन्दा सुरुमा मैले यहाँ अंग्रेजी कविता कसरी लेख्न सुरु गरेँ भन्ने कुरामा चाहिँ मैले नेपाली लेख्थेँ, अनि साथीहरूलाई सुनाउँथेँ। साथीहरूले चाहिँ के भन्ने, ड्याडीले मिलाइदिएको होला भन्ने खालको कुरा गर्ने मसँग। हजुर, त्यस्तो हुँदै गयो अनि अलिक नमजा लाग्ने, कता कता आफैले लेखेको पनि ड्याडीले लेख्थ्यो भने जस्तो। अनि अंग्रेजी लेखेँ, अंग्रेजी लेख्दा कसरी त्यस्तो नभन्ने, किनभने पिताजी नेपालीका प्राध्यापक अथवा नेपाली विषय नै पढाइराखेका व्यक्तित्व। हजुर हो, तर त्यही भएर उहाँले मलाई अब नेपालीमा पनि अब हेरिदिनुहुन्छ, अंग्रेजीमा पनि सहयोग गरिदिनुहुन्छ होइन, त्यो आफ्नो ठाउँमा छ। तर मान्छेहरूले भन्दाखेरि चाहिँ नेपाली भयो भनेदेखि चाहिँ धेरै ड्याडीले नै यताउता मिलाइदिनु भएको होला भन्ने, अंग्रेजीमा चाहिँ कसैले केही नभन्ने। मैले के सोचेँ, पहिला चाहिँ अंग्रेजीको एउटा संग्रह निकाल्छु, त्यस पछाडि चाहिँ नेपालीको निकाल्छु
किनकि अङ्ग्रेजीको लेख्दाखेरि त कसैले नबन्ने रहेछन् भनेर लेख्न थालेँ। अनि जब धेरै अङ्ग्रेजी लेख्न थालेँ, अङ्ग्रेजी लेखेको लेखै भयो। अहिले चाहिँ यो संख्या पुग्यो, पछाडि एउटा कृति निकालेको हुँ। धेरै अङ्ग्रेजी भयो एक समय, होइन? हजुर। अनि पछि अब नेपाली हुँदै गयो। हजुर। अनि मेरा नेपाली कविताहरू पनि छन् र तिनलाई पनि मैले चाहिँ एउटा संग्रह निकाल्ने विचार गरेको छु। यहाँले के महसुस गर्नुभयो? भाषा त मैले अघि पनि भनिदिएँ माध्यम मात्रै हो, भावना हो सशक्त कुरा त। यहाँले अङ्ग्रेजी भाषासँग खेल्दा अथवा आफ्नै मातृभाषासँग खेल्दा सजिलो पाउनुभयो, के महसुस गर्नुभयो? हरेक मान्छेलाई मातृभाषा नै सजिलो लाग्छ। अङ्ग्रेजी अब सेकेन्ड ल्याङ्ग्वेज हो, त्यो पक्कै पनि गाह्रो हुन्छ। त्यसमा भावनाहरू निकाल्नको लागि अवश्य पनि गाह्रो हुन्छ। र मैले सोचेँ निकाल्नु अगाडि मैले अङ्ग्रेजीमा निकाल्नु के ठिक हुन्छ कि हुँदैन। मलाई के लाग्यो भन्दाखेरि मैले उता गएर अङ्ग्रेजीमा लेख्न थाले पछाडि उतैको प्रोफेसरहरूले पनि प्रोत्साहन दिनुहुन्थ्यो। मैले अङ्ग्रेजीमा लेखेर नेपालको कवितालाई टेक्सटसम्म लान सक्छु कि सक्दिनँ, त्यो चुनौती मेरो अगाडि थियो। मैले त्यस पछाडि के निष्कर्षमा पुगेँ भन्दाखेरि कविताको भाषा भनेको नेपाली या अङ्ग्रेजी होइन, कविताको भाषा भनेको त भावना हो। हजुर। मैले त्यही सोचेर चाहिँ एउटा साहस गरेर यो संग्रह अङ्ग्रेजीमा कविता निकालेको हुँ। त्यही भएर पनि मैले अघि पनि भने भाषा माध्यम मात्रै हो, भाषालाई माध्यम मात्रै बनाउन सकिन्छ, अरू कुरा त सबै कविमा भएको भावना हो। भाव नै सशक्त भएर कवितामा आएपछि नै कविता सुन्दर बन्छ। यस रूपमा स्वप्निल बराल एक शक्तिशाली कविका रूपमा उदाउँदै हुनुहुन्छ। यहाँबाट वहाँसम्म बिरुवाहरू पुर्याउनुहुन्छ, त्यहाँका डिलमा पनि रोप्नुहुन्छ, अमेरिकाका डिलमा लगेर सुनाखरीका बोटहरू रोप्नु भएको छ। यहाँसम्म पनि त्यहाँका कुराहरू, अनुभूतिहरू ल्याएर मिसाइदिनु भएको छ। बिचैमा यहाँको अर्को एउटा कविता पनि मिसाउँ होला, किनभने हाम्रो बसाई क्रमशः छोटिँदैछ। यहाँसँग रहेर यहाँ त फेरि हिँडिहाल्नुहुन्छ, अमेरिकामा पुग्नुहुन्छ। अमेरिकामा बसिएका बेला पनि हामीले सम्पर्क गर्न नसकौँला। एउटा संयोगले भएका भेटमा यहाँका केही कविताहरू सुन्नुपर्छ यहाँकै आवाजमा। एउटा अर्को कविता पनि हिडन फ्याक्ट्स भित्रको सुनौँ कि? यो कविताको शीर्षक हो ब्युटी। यसमा चाहिँ सुन्दरता भनेको कति सुन्दर हुन्छ तर कति घातक पनि हुन सक्छ भन्ने कुरा उतारिएको छ। यो पनि अलि प्रकृतिसँगै सम्बन्धित छ। Adorable it looks, of course, heaven of galaxy, but upon when one tries to reach flame the existence. यसो हेर्दाखेरि हामीले जुन आकाशगङ्गा देख्छौँ नि, तारामण्डल, हजुर, कति राम्रो कति सुन्दर देखिन्छ, तर त्यहाँ नजिक गयो भनेदेखि अस्तित्व त्यसो छैन। एउटा चित्रकारले बनाएको चित्र पनि त्यहाँ छेउमै गएर हेऱ्यो भने केही देखिँदैन, ओरबाट हेरेर कति सुन्दर देखिन्छ। हजुर, त्यस्तो हुन्छ नि। अब हामीले त्यो ताराहरू एकदम बलेको आहा कति राम्रो देख्छौँ, तर त्यहाँ गयो भनेदेखि सबै खरानी हुन्छ। त्यस्तै अर्कोमा इन थन्डर स्ट्रम वेन लाइटनिङ क्र्याक्स ब्युटिफुल मेड सेम टु फ्यान्सी बट टु टच द लाइट नेभर अ स्विट ड्रिम। भन्नाले हामीले जुन चट्याङ परेको देख्छौँ कति सुन्दर देखिन्छ, तर त्यसलाई हामीले जुन यदि छुने सपना राख्यौँ भनेदेखि त्यो राम्रो सपना हुने छैन, भस्म भइहाल्छौँ। फेरि अन्तिम उसमा चाहिँ के भनेको छ, समटाइम्स ब्युटी टु बी अवेर अफ। यो निष्कर्ष जस्तो, समटाइम्स ब्युटी टु बी अवेर अफ, समटाइम्स टु टच एन्ड फिल, though beautiful volcano is the nature of evil, calm and quiet peaceful are mountains and the hill। भन्नाले कहिलेकाहीँ सुन्दरता भनेको चाहिँ हामी सतर्क पनि हुनुपर्छ, कहिलेकाहीँ चाहिँ हामी त्यसमा पुरा डुब्न पनि सक्छौँ। अब हामीले ज्वालामुखी हेरौँ, though beautiful volcano is the nature of evil, त्यो एउटा इभिल हो, हामी त्यहाँ ज्वालामुखीमा पस्न सक्दैनौँ, हेर्दा साह्रै राम्रो देखिन्छ। अनि यसलाई चाहिँ तर सुन्दरता भनेको सतर्क हुनु मात्र पर्ने कुरा होइन, किनकि पहाडहरू हेरौँ काम एन्ड क्वाइट पिसफुल छन्, शान्त छन्। अमेरिका जान नेपाली मान्छेहरू मर्यादै गरेको पाउँछौँ हामी, त्यहाँको जीवन कस्तो पाउनु भएको छ? अमेरिकामा अब नेपालीहरू जानु भएको छ, अब जीवन त को कसरी जानुहुन्छ त्यसमा फरक पर्ने कुरा हो होइन। अब विद्यार्थीहरूको हेर्दाखेरि त पढाइ राम्रो छ। हजुर, राम्रै मान्नु पर्यो नि, पढ्नै गएको हो, अब पढ्दा त राम्रो छ। पढ्ने सिक्ने र अलिकति व्यापक कुरा सिक्न पाउनु त अति रमाइलो कुरा छ। मलाई त्यहाँको लाग्ने सकारात्मक कुरा के हो भन्दाखेरि हामीले पढ्न भनेर जान्छौँ, पढ्दाखेरि धेरै कुरा सिक्छौँ। उताको जनजीवन, आधुनिकता, यो जुन टेक्नोलोजी कहाँ पुगेको छ, अझै मेरो त विषय पनि फिजिक्स भएर होला होइन। त्यहाँ अब एउटा मान्छेले गर्न चाहेको खण्डमा नेपाललाई त्यहाँ प्रस्तुत गर्न सक्छ, चिनाउन सक्छ। एउटा नेपालीले त्यो गर्न सक्ने हुनाले कसैले गरेर राम्रो, जस्तै गर्न सक्ने मान्छे सबैलाई एउटा राम्रो वातावरण उनीहरूले बनाइदिन्छन्, त्यो मलाई मन परेको छ होइन। अब नेपालीहरूले जसले गर्नुभएको छ राम्रो छ। अब कोही त अब डिबी पढेर पनि जानुभएको छ, कसरी जानुभएको छ, कोही त उताको नागरिक हुनको लागि मरिहत्ते पनि गर्नुभएको छ। त्यो चाहिँ मलाई त्यति राम्रो हुने जस्तो पनि लाग्दैन, हुन त आफ्नो आफ्नो सोच हो होइन। अब विद्यार्थीहरूको केही सिकेर वहाँ गएर उताका राम्रा कुरा सिकेर यहाँ आफ्नो देशमा ल्याएर राख्न सक्नु चाहिँ राम्रै कुरा हो जस्तो लाग्छ। सबभन्दा महान कार्य नै त्यही हुनेछ, जुन कुरा कवि स्वप्निल बरालले पनि गर्नुभएको छ र चरितार्थ गरेरै देखाउनु भएको छ। हाम्रो एउटा संयोगले भेट भयो, यहाँको
हिडन फ्याक्ट्स कविता संग्रह सार्वजनिक भइसकेपछि यसरी सुसेलीमा बसेर कुराकानी गर्न पायौं र यी रंगहरूलाई पनि हामीसम्म ल्याएर मिसाउन पायौं। यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद। मलाई पनि कान्तिपुर एफएममा आएर श्रोता सामु पुग्न दिनुभयो, यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद। मैले प्रारम्भमा पनि उच्चारण गरिसकेँ, यो कुरा निवेदन गरिसकेँ कि कवि स्वप्निल बरालले यहाँबाट पनि सुनाखरीका बिरुवाहरू बोटहरू लगेर अमेरिकाका डिलहरूमा रोप्नु भएको छ। त्यहाँका भावना र अनुभूतिहरूलाई पनि यहाँसम्म ल्याएर मिसाउनु भएको छ। एउटा सिङ्गो हिडन फ्याक्ट्स कविता संग्रहको निर्माण गर्नुभएको छ। आगामी दिनमा पनि रहँदा बस्दा भेटिँदा छुट्टिँदा स्वप्निल बरालसँग हामी रहनेछौँ। एक प्रतिभाशाली कविका रूपमा उहाँलाई चिन्नेछौँ, बुझ्नेछौँ र उहाँका कविताहरू सधैँभरि पढिरहनेछौँ। जाने बेलामा कवि स्वप्निल बरालको नयाँ कविता संग्रह हिडन फ्याक्ट्सको पूर्ण सफलताको कामना गर्दै कवि स्वप्निल बराललाई धेरै धेरै धन्यवाद दिँदै यतातिर यो चाँजो मिलाइदिने उहाँका पिताजी भनौँ डाक्टर कृष्णहरि बराललाई पनि धेरै धेरै धन्यवाद छ र मलाई यात्राभरि सघाउने मेरा प्रविधि संयोजक लक्ष्मी प्रसाद पोखरेललाई पनि धेरै धेरै धन्यवाद भनेर तपाईँको यात्राभरिको साथी म हेम भण्डारी पनि अब भने किनारा लागे है त।